हरियाली पानी भर्ने धारो लाग्छ मलाई अझै पनि आफ्नै गाउँ प्यारो ओ डाँडा पाका हरियाली पानी भर्ने धारो लाग्छ मलाई अझै पनि आफ्नै गाउँ प्यारो लुका मारी खेल्थे हामी गाउँ घर पाखैमा कोइली गीत गाएको सुन्थे सुरिलो भाकैमा कहिले दौरा कहिले घाँस काट्थे हामी सानैमा बोट बिरुवा सुसेलेको गुन्जिरहन्छ कानैमा स्वर्ग जस्तै सुन्दरताले सजिएको ठाउँ प्रकृतिले भरिएको मेरो प्यार गाउँ मेरो गाउँ मेरो गाउँ मेरो गाउँ प्यारो गाउँ मेरो गाउँ मेरो गाउँ मेरो गाउँ प्यारो गाउँ विदुष बाबु मैले हजुरलाई कहाँ खोजिन हजुर भने यहाँ आफू आएर बस्नु भएको रहेछ त ल भन किन खोजिस् मलाई त्यस्तो के काम पर्यो विदुष बाबु अब त यो गाउँमा एक्लै हिँड्नु पनि गाह्रो भयो होइन के भन्छ यसले कसले के गर्यो तँलाई कसैले केही त गरेन किन नआउनु हजुर म त बाटोमा आउँदै थिएँ त्यो राजाले झन्डै मार्ने मलाई म त भागेर आएको नि हजुर त्यसको यत्रो हिक्मत त्यसको घरमै गएर ठिक पार्नुपर्छ ल त्यत्रो राज ओइ राज बाहिर निस्क त राज खोइ राज त्योसँग एउटा कुरा गर्नु छ वीरराज बाबु के कुरा हो र त्यस्तो मलाई भन्दा हुँदैन र अन्त बाबु यस्तो कुरा तपाईसँग गर्दा हुँदैन हामीले राजलाई नै भेट्नुपर्छ मसँग गर्नु नहुने कस्तो खाली कुरा हो र ठ्याउराको ठाउँमा ठ्याउरीले काम चल्ने भए हामी किन शिकार खेल्दै हिँड्नु पर्यो होइन मैले कुरा बुझिन नि के कुरा घुमाएर गर्नुहुन्छ सिधै भन्नु न अन्जली भाउजू कुरा घुमाएर गरेको होइन तपाईको बुढो मेरो बुढाले चतुर बाबु छिटो भन्नु त कतै मेरो बुढाले केही त भएन बुढी के कुरा हुँदैछ के भयो अनि विद्वास बाबु आज मेरो घरमा तपाईँ हेर राज आज भोलि तँ निकै उम्लिन थालेछ होइन विद्वास बाबु को उम्लिन्छ को पोख्छ
त्यो त समयले बताउँछ। होइन, खास कुरा के हो? किन मलाई भन्नुहुन्न? किन लुकाइराख्नु भएको छ तपाईँहरूले? हेर अञ्जली, सबै कुरा सम्झाइराख्नु पर्ने जरुरत छैन। तिम्रो बुढाले बाटोमा चतुरेलाई हातपात गर्न खोजेको रहेछ, त्यही भएर मात्रै तिम्रो बुढालाई सम्झाउनु मात्र आएको। बिरदोष बाबु, यस्तो चम्चेको कुरा सुनेर हिँड्यो भने तपाईँ पछि पछुताउनुहुन्छ। के भन्यो? किन जुधेर के? किन जुधेर के? मुखले भन्न भन्दा हातले किन हाल्नु पर्यो के? छोड्नु भनेको। बिरदोष बाबु आउनु न। बिरदोष बाबु आउनु, छुटाउनु न के? किन लडेर मर्नु आँटिसक्यो? अझै ठिक पार त्यसलाई, ठिक पार। झन् उचाले रहनुहुन्छ त्यहाँ, जुधेर मर्न आँटिसक्यो, छुटाउनु न। ठिक गर्दैछ चतुरे, अझै। धिक्कार छ तपाईँलाई। आफ्नै आँखा अगाडि यसरी दुईजना लडेर जुडेर एकले अर्कालाई मार्न खोजिरहेका छन्, तपाईँ पनि त्यहाँ बसेर मुसु मुसु हाँस्दै रमिताइरहनु भएको छ। लाज लाग्दैन तपाईँलाई? के को लाज? म हात बाँधेर बसौँ कि, म हाँसेर बसौँ कि, म रमिता हेरौँ कि, तँ बिचमा आएर बोल्ने कोस? फेरि यो मेरो गाउँमा मैले जे गरे पनि तँलाई के मतलब? मतलब छ, एउटै गाउँठाउँमा यो तेरो मात्र गाउँ होइन, मेरो पनि गाउँ। यो मेरो गाउँमा यदि कसैले कसैलाई दमन गरेको म चुपचाप हेरेर बस्न सक्छु। तिमीहरूले यसै गरी नै उत्पात मचाइरह्यो भने यहाँ रक्तपात पनि हुन बेर लाउँदैन। तिमीहरू यहाँबाट चुपचाप जान्छौ कि? हेरौँला म पनि। ओए चतुरे, दाइ, तपाईँ यहाँ नआउनु भएको भए यिनीहरूले जे पनि गर्न सक्छ। तपाईँको यो दिन कहिले पनि बिर्सिने छैन। को हो यो मान्छे? दाइ, यो बिरध्वज हो, काजीको छोरा। अनि त्यो अर्को चाहिँ त्यो बिरध्वजको चम्चे। काजी त त्यस्तो छैन, तर यो बिरध्वज भने चाहिँ यो गाउँ सिङ्गैलाई उसको मुठीमा पार्न खोज्छ। अनि काजी चाहिँ छैनन् यो गाउँमा अहिले? कहाँ गयो त? काजी पनि छन् दाइ, सायद ऊ काठमाडौँ गएको होला। अनि दाइ, हजुर को हुनुहुन्छ? मैले त अरू बेला देखेकै छैन। बिस्तारै थाहा पाइहाल्छु नि, किन हतार गर्छ? ल, अहिले म जान्छु। दाइ, चिया खाएर जानु पाएको भयो हुन्थ्यो। होइन होइन बहिनी, म पछि आएर खाउँछु। हस्। बुढी कस्तो सहयोगी भावना भएको मान्छे, को होला है यो मान्छे? जो भए पनि पछि थाहा पाइहालिन्छ नि। धन्न बेलैमा आउनु भएछ र, नत्र म त कस्तो आत्तिसकेको थिएँ। दादा, के भयो तपाईँ? एकदम तनावमा हुनुहुन्छ त? कि कसैले केही भन्यो कि हजुरलाई? होइन होइन, मलाई कसैले केही भनेको छैन। बरु तँसँग मैले केही कुरा गर्नुपर्छ।
हेजो बाँच दाइ के कुरा हो र भाइलाई मात्रै भन्नु पर्ने हामीलाई चाहिँ भन्न नहुने हो र कि हामी चाहिँ यो घरको सदस्य हैनौ र कुरा त्यस्तो होइन बहिनी कुरा अलिक फरक छ त्यही भएर मैले सिद्धार्थलाई माथि जाऊ भने अब तिमीहरू जित्दिनै गर्छौ भने म यहीँ बसेर भन्छु नि दाइ के कुरा भन्नुहोस् न कतै मबाट केही गल्ती त भएको छैन 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 मबाट के गल्ती हुन्छ अन्त अस्ति त्यो वृद्धसँग के कुरा गर्दै थिइस् मलाई झुट नबोलिकन भन केही होइन दाइ घर आउँदै थिएँ बाटोमा ठ्याक्क भेट्यो अनि कहाँ जान लाग्यो भनेर सोधेको मात्र हो त्यस्तो अरू केही पनि होइन त्यति मात्र कहाँ हो र भाइ त किन दिदी र मलाई कुरा लुकाउँदैछस् मलाई सबै थाहा छ त अस्ति वृद्धसँग ठुल्ठुलो स्वरले कुरा गर्दै थिइस् वृद्धले यो गाउँमा आफ्नो हैकम जमाउन खोज्छ त्यस दिन पनि अरू गाउँलेलाई जस्तै मानेर मलाई पनि धम्काउँदै थियो तर उसलाई मैले त्यस दिन राम्रोसँग सम्झाएर आएको छु दादा हजुर त्यस्तो मान्छेसित झगडा नगर्नु के हजुरलाई त सबै थाहा छ त तिनीहरूको बानी बेहोरा बहिनीले सही भन्दैछ सिद्धार्थ तँ काममा जान्छु भनेर बाटोबाट झगडा गर्दै हिँड्छस् बहिनी भइहाल्यो अब फेरि किन दिदी बहिनी मिलेर उसलाई गाली गर्छौ उसले भने त मैले सम्झाएको छु भनेर अनि सिद्धार्थ त्यस्ता मान्छेको भर चाहिँ हुँदैन है अलि विचार गरे दाइ हजुरले आज एक्कासी त्यो वृद्धको कुरा कहाँबाट के हजुरले पनि उसलाई भेटेर आउनु भएको हो र अब मैले कहाँ भेट अस्ति तिमीहरू कुरा गरेको देखेको थिएँ अनि सिद्धार्थ तैँले बुवाको बारेमा के पत्ता लगाइस् सिमरन तिमीले माउहरूतिर के बुझ्यौ हामीले बुझ्नुपर्ने ठाउँ जति सबैतिर बुझिसक्यो दाइ मुना हेर न म हतारमा आएँ के पनि ल्याउन पाइनँ अब तिम्रो लागि म बजारमा गएर तिमीलाई जे मन लाग्छ त्यही किन्छु हस् पर्दैन दादा अहिले मलाई चाहिने सामान सबै दादाले ल्याइदिनुहुन्छ सिद्धार्थ हेर्छ तर म आज माथि गाँड सक्दैन दादा हजुरहरूसँग आज म पनि जान्छु सबै हजुरहरू एक्लै नि ल आज तिमी पनि जाने ल तिमी घर बस है ल आजा सिद्धार्थ यो पार्क त राम्रो पो बन्दै रहेछ है कसको पहल बनिएको छ यो म पहिला गाउँमा आउँदा यस्तो थिएन अहिले त सबै परिवर्तन भइसकेको रहेछ दाइ हजुरलाई के भन्नु यो बुद्ध पार्कले गर्दा हामीले सबै कुरा गुमाउनु परेको छ भाइ तँ के भन्दैछस् मैले त तेरो कुरा राम्रोसँग बुझिनँ नि सबै कुरा स्पष्ट भन् त नानी के हो कुरा दादा खै दाइले के भन्नुभएको मैले पनि राम्ररी बुझेको छैन दाइ हजुरले सुन्न सक्नुहुन्छ यो कुरा धेरै लामो छ अनि नानी तिमीले मलाई किन तनाव दिन्छौ सिद्धार्थ तँ के भन्दैछस् मैले जे भन्दैछ सही त भन्दैछ मलाई सबै कुरा स्पष्ट भन् त केही कुरा नलुगा कति दिनसम्म यो समस्याको बोझ तँ एक्लै बोक्छस् भन् त दाइ मलाई यो पार्कमा कहिले पनि आउनु मन लाग्दैन
किनभने यो पार्कले गर्दा हामीले हाम्रो बुवालाई गुमाउनु परेको छ। त्यही भएर मलाई यहाँ कहिले पनि आउनु मन लाग्दैन। हजुरलाई सबै कुरा भन्नु पनि त सक्दैन दाइ। आजसम्म सबै कुरा मैले आफै हेर्दै आएको छु। भाइ आखिर तैँले पनि मलाई पराइ नै सम्झ नि त। म कति अभागी रहेछु। न त आमाको नै माया पाएँ न त बाउको नै माया पाउन सकेँ। म सहर गएपछि कति दुःख कष्ट भोगेँ कि त मलाई थाहा छ कि त भगवानलाई। दाइ हजुरलाई मैले यो सब कुरा कसरी भन्न सक्छु? हजुर भर्खर त घर आउनु भएको छ, सबै कुरा थाहा पाइहाल्नुहुन्छ नि, त्यही भएर नभनेको। अनि मलाई नभनी त कसलाई भन्छस् भन् त? अब त तेरो हरेक सुख दुःखमा साथ दिने तेरो दाइ आइसकेको छ त। दाइ हजुरले आजसम्म यत्रो कुरा हामीलाई नभनिकन आफ्नो मनमा राख्नु भएको, आज बल्ल मलाई थाहा भयो हजुर किन जहिले घरमा बस्नुहुन्न भनेर। नानी तिमीले के भनेको? तिमीलाई मैले काम लगाउँछु जस्तो लाग्छ? तिमीले त बाबाको सपना पुरा गर्नुपर्छ, पढेर ठुलो मान्छे बन्नुपर्छ। हो भाइ, मुनाले सही भन्दैछ। घरमा घर धान्ने मान्छे कोही नहुँदा पनि तैँले घर सम्हालेकै थिइस्। बहिनीको पढाइ खर्च पनि तैँले नै उठाएको थिइस्। सबै घर परिवारलाई मिलाएर राखेको थिइस्। अनि तेरो बारेमा के भन्दा बहिनी रिसाउनु त स्वाभाविकै हो। ल अब कुरा मात्रै गर्ने हो कि घर पनि जाने हो? हुन्छ। सुन्नुहोस् न, हजुरले यो गाउँमा बिरे भन्नेलाई चिन्नुहुन्छ? को बिरे भाइ? मैले त चिन्दिनँ नि। अनि तिमी चाहिँ को नि? तिमीलाई पनि चिनेन मैले त। दाइ यो गाउँमा म नयाँ हो, त्यही भएर हजुरले मलाई चिन्नु भन्नु। अनि भाइ तिमी यो गाउँमा के कति कामले आयौ त भन्न मिल्छ कि? अनि तिम्रो नाम चाहिँ के हो? दाइ मेरो नाम त विशाल हो, खासै काम त केही थिएन। ल त भाइ तिमी कहाँ पुग्नु पर्ने मान्छे, म त बाटोमै गफमा भुलाएर राखेको छु। त्यस्तो केही होइन दाइ, तपाईँले मलाई अर्जन भयो भने म नि अहिले लागि। ल ल भाइ ल। कतै यो मान्छे त्यही अस्ति चतुरले भनेको नयाँ मान्छे त होइन? दाइ के हेर्नु भएको यसरी? कहिले केटी मान्छेको अनुहार देख्नु भएको छैन? त्यस्तो के होइन। अनि तिमी यस्तो सुनसान बाटोमा एक्लै हिँड्न डर लाग्दैन? के को डर दाइ? आफ्नै गाउँको बाटो हिँड्न पनि मलाई त त्यस्तो डर लाग्दैन। हुन त हो, तर सुनसान बाटोमा कति केटीहरू लुटिएका छन्, त्यही भएर भनेको नि। हाम्रो गाउँमा त्यस्तो मान्छे को छ र दाइ? पक्कै हाम्रो गाउँको मान्छेले चाहिँ त्यस्तो गरेको होइन होला। खै तिमीलाई विश्वास लाग्दैन भने मैले के गरौँ? विश्वास नलागेको होइन दाइ, फेरि हाम्रो गाउँमा त्यस्तो मान्छेहरू छ जस्तो मलाई लाग्दैन। तर दाइ तपाईँको हेराइ देखेर मलाई कस्तो डर लाग्यो। तिमी पनि के मैले तिमीलाई त्यस्तो गर्छ होला त?
के भने खै केटा मान्छे न त हो को कस्तो छ त्यो मलाई के थाहा। ल दाइ मलाई चाहिँ अलि हतार कि म चाहिँ गएँ। ल जाऊ जाऊ जाऊ। आइज यतै शीतलमा बसेर कुरा गरौँ। ओइ आरती, म त अब गाउँमै बस्ने भएँ। मलाई त सहरभन्दा गाउँै राम्रो छ। मलाई पनि साह्रै राम्रो लाग्छ। स्वच्छ हावापानी, हरियाली, वन जङ्गल। मलाई पनि यतै पो बस्नु छ। तैँले पनि ठिकै भनिस् त आरती। यो गाउँको मान्छेको स्वभाव, बोलीचाली कति मिठास छ होइन। कतै यो गाउँको मान्छेले तँलाई म भन्ने त लागेन। तेरो बोली वचन सुन्दा त कसैले मन पराए जस्तो छ नि। हो पुपु उप उप मलाई मात्रै भन्दो रहेछ। यसो तेरो अनुहार हेर्दा त तैँले पनि यो गाउँको कसैलाई मन पराए जस्तो छ। मैले फलानालाई मन पराउँछु भन्दै हिँड्न मिलेन क्या रे। मैले तँलाई सबैलाई सुनाउँदै हिँड भनेको छु र। अनि तैँले के भन्न खोजेको त पुपु? अब घाँस पनि काटिहाल्यो। अब गफै मात्र गरेर बस्ने हो कि जानु पनि हो? ल जाउँ। सानी मानी घरमा एक्लै हुनुहुन्छ? होइन है नानी, के गफ गर्दैछ दुईजना? काका हामी त यसो सानोतिनो गफ गरेर बसिरहेको नि। अनि काका हजुर चाहिँ कता पुगेर आउनुभयो नि? सुषमालाई भेटेर आएको भनौँ भने के भन्लान्, नभनौँ भने साह्रै अप्ठ्यारो पारे यो नानी। त्यस्तो के हो नानी? काका के भयो हजुरलाई? पुरै अन्तमै बोल्नु भएको छ। किन हामीलाई भन्नु मिल्दैन र? यस्तो के पनि होइन, अहिले मन लाग्छ नानी। हस् काका, हामीलाई नि अझै हुन्छ। भाडै पुग्ने होला। दाइ र बहिनी पनि कता जान्छु नि, गाडीमा जान्छु भन्नु मान्छे कतिखेर आइपुग्यो। अनि सिद्धार्थको के कुरा गर्नु, काममा जान्छु भन्नु बिहानै निस्केको। काममा त आओ कि गाउँमा त आओ त्यस्तो के हुन्छ र? पनि केही छैन। यतैतिर अलिकति चौला काटेर लानु पर्यो। बसेर टाढा जाऊँ। फेरि घर गएर खाना बनाउनु पर्छ। आउँछ बाहिर बहिनी पनि आउनु होला, भोकाएर आउँछन्। ए नानी, सिन्धुली घाँस सर्दैछौ? अलिकति स्याउला काटौँ कि भनेर आएको काकी। केही छैन हेर्नु न। टाढातिर जाउँ भने घर गएर खाना बनाउनु पर्छ। बाहिर बहिनी बारीतिर गएर आउँछु भन्नुभएको थियो। फेरि अहिले फेरि भोक लागेर आउनुहुन्छ। म टाढा जान सक्दिनँ, यतैतिर अलिकति काटेर लान्छु। तपाईँ मासतिर जङ्गल जाने हो र? केही छैन हेर्नु न।
ए जाउँ न त मासतिर भए राम्रो घाँस पाइन्छ कि मासतिर गएर नि के गर्नु हो काकी खोइ दाइ र बहिनी बारीतिर घुमेर आउँछु भनेर जानुभएको थियो फेरि खाना नि बनाउनु पर्छ ढिला हुन्छ होला यतैतिर अलिकति स्याउला काटेर लान्छु म त ल ल नानी ल मासतिर गएको भए अलि राम्रो घाँस पाउँथ्यो कि उसो भए म गएँ है त हस् काकी हस् के गर्नु आजकल घाँस पाउँदैन जङ्गल छिर्नुपर्छ एक्लै डर लाग्छ यहीँ काट्ने अनि घर जाने साथीहरू पनि कहाँ पुग्यो हो घरमा बाछा भोकै छ घाँस काटेर लानु पर्यो एक्लै जङ्गलमा छु फेरि यो गाउँको मान्छे पनि ठिक छैन फेरि निकै जानुपर्छ जान सक्दैन पुग्यो पनि होला नमस्कार म तपाईँहरूकै कलाकार अहिले भर्खर तपाईँहरूले मेरो गाउँ नामक सिरियल कस्तो लाग्यो यस सिरियलमा अहिले म पनि जोडिन पुगेको छु जसरी तपाईँहरूले मेरा सम्पूर्ण सिरियललाई भाइ गर्नुभएको यो मेरो गाउँ नामक सिरियललाई पनि भाइ गर्नुहुन्छ पूर्ण आशा एवं विश्वास लिएको छु तपाईँहरूलाई सिरियल कस्तो लाग्छ जे जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला सकेसम्म सकारात्मक कमेन्ट गर्नु होला तपाईँहरूको सल्लाह सुझावलाई आत्मसात गर्दै हामी अझै कथालाई रमाइलो बनाउने प्रयास गर्नेछौँ तपाईँहरूलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ र अर्को कुरा तपाईँले हाम्रो च्यानललाई लाइक सब्सक्राइब सेयर गर्नु होला र सब्सक्राइब गरेर हामीसँग जोडिनु होला भन्ने अनुरोध गर्दछु